सिराहा निवासी एक बिरामी लामो समयदेखि घाँटीको समस्याबाट निकै पीडित हुनुहुन्थ्यो। उहाँलाई खाना निल्न, बोल्न र दैनिक जीवनका सामान्य काम गर्न समेत असहज भइरहेको थियो। विभिन्न अस्पतालमा उपचार र जाँच गराउँदा पनि समस्याको समाधान हुन सकेन। अन्ततः उहाँ उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर आउनुभयो। यहाँ वरिष्ठ इएनटी तथा हेड एन्ड नेक सर्जन डाक्टर मीनाक्षी बस्नेतको टोलीले विस्तृत जाँच गर्दा उहाँको घाँटीमा थाइरोइडको समस्या रहेको पत्ता लाग्यो। त्यसपछि विशेषज्ञ टोलीले समयमै सफलतापूर्वक शल्यक्रिया गर्यो। आज उहाँ स्वस्थ हुनुहुन्छ। पहिले जस्तै सहज रूपमा खाना खान, बोल्न र आफ्नो दैनिक जीवन सामान्य रूपमा बिताइरहनु भएको छ। समयमै सही उपचार र अनुभवी चिकित्सकको साथ पाएमा यस्ता जटिल समस्याको पनि सफल उपचार सम्भव छ। नाम मेरो रामबच्चन यादव हो, घर पनि सिरा हो। सुरुमा भने मेरो घाँटीमा त्यो डल्लो थियो होइन, पनि सुरुमा राजेश सरसँग भेट्नुभयो होइन, डाक्टर साहबसँग। र ठिकै छ, केही समस्या हुँदैन, अपरेसन गराउनु पर्छ। डल्लो थियो, डल्लो आउँदाखेरि समस्या खाना र बोल्न दुइटै त्यो अप्ठ्यारो छ अरे। उहाँ छ र फेरि म उहाँ के अरे चितवन गयो कि क्यान्सर हस्पिटल। उहाँको डाक्टरले भन्नुभयो अब त अप्ठ्यारो छ, बाँच्न पनि छ नपनि बाँच्न सक्छ। त्यो भएर म त्यो टिकटक हेरेर ल राजेश सरको नवल हस्पिटल आउनुभयो। मैले ठिक छु। नमस्ते, म डाक्टर मीनाक्षी बस्नेत, इएनटी एन्ड हेड एन्ड नेक सर्जन। 15 वर्षदेखि नोबल हस्पिटलमा कार्यरत छु। हाम्रोमा धेरै इन्ट्रेस्टिङ केसेसहरू आउँछ। त्यसमध्येमा एकजना हाम्रो सिराहाबाट आउनु भएको थियो बिरामी। घाँटीमा एउटा स्वेलिङ लिएर एउटा डल्लो आएको थियो, जुन चाहिँ हामीले हेर्दाखेरि पछिबाट थाइरोइडको हो कि भनेर लागेको थियो। हाम्रो चाहिँ उहाँहरू धेरै हस्पिटलहरूमा जानुभएको थियो, अनि त्यही पनि उहाँलाई कतै पनि चित्त नबुझिरहेको थियो। तर हाम्रो एउटा सोसियल मिडिया देखेर उहाँ हाम्रोमा आइपुग्नु भयो, जसमा म लगायत मेरो टिमले मिलेर उहाँको सबै जाँचहरू गऱ्यौँ। जाँच गर्दाखेरि पत्ता लाग्यो कि उहाँको त्यो जुन चाहिँ घाँटीमा सुन्निएको डल्लो थियो त्यो अराउन्ड 10x8 सेन्टिमिटर जस्तो ठुलो थियो। अनि त्यो पत्ता लाग्दाखेरि चाहिँ थाइरोइडबाट मासु पलाएको देखियो। क्यान्सर त देखिएन त्यसमा, तर त्यो स्वेलिङ धेरै ठुलो भएर उहाँको खाने नली र सास फेर्ने नलीमा पनि प्रेसर गरेको थियो। त्यसले गर्दाखेरि उहाँको आवाजमा पनि बदली आएको थियो र खानु पनि धेरै गाह्रो भइसकेको थियो। अनि उहाँलाई हामीले अपरेसन कोठामा लग्यौँ। त्यो अपरेसन कोठामा लाँदाखेरि चाहिँ हामीले अपरेसन गर्दाखेरि जुन चाहिँ हामीले बेहोस गर्नुपर्छ, इन्टुबेसन गर्नु नसकेर ट्र्याकेस्टोमी पनि गर्नु परेको थियो, ताकि हामीले सास नलीबाट बाहिरबाट पाल बनाएर उहाँलाई सास फेर्ने बनाउनु परेको थियो। अपरेसन गऱ्यौँ, सफलतापूर्वक भएको थियो। उहाँको घाँटीको नसा पनि हामीले बचाएको थियौँ र प्याराथाइरोइड भन्छ जुन चाहिँ हाम्रो शरीरमा चाहिने चिज, त्यसलाई पनि बचाइएको थियो। अपरेसन सक्सेसफुल भयो र पछि हामीले जुन चाहिँ बाहिरबाट पाल बनाएर सास फेर्ने नली बनाइदिएको थियौँ, त्यो पनि पछिबाट बन्द भयो। थोरै उहाँको खाने नली र सास फेर्ने नलीमा अलिकति पाल परेको थियो, त्यसको लागि पनि हामीले उपचार गऱ्यौँ र पछि उहाँको सक्सेसफुल्ली सर्जरी भइसक्यो। उहाँलाई अहिले डिस्चार्ज भएर घर जानुभयो, खुसी छ।